साथीहरु नमस्कार। आज हामी क्लास 10 को कम्पलसरी म्याथ को चाहिँ युनिट 8 मा रहेको अल्जेब्रिक फ्र्याक्सन को चाहिँ सोलुसन गर्दै छौं र यसमा चाहिँ क्वेशन भनेको 10 को ए मा यस एक्जाम को चाहिँ क्वेशन नम्बर 10 मा आउने क्वेशन यो युनिट 8 बाट चाहिँ आउँछ। हामी नेमा को चाहिँ 10 सेट गर्दै छौं यो च्याप्टर वाइज, जसमध्ये युनिट 8 मा रहेको छ अल्जेब्रिक फ्र्याक्सन। त्यसको चाहिँ हामी आज सोलुसन गर्दै छौं र क्वेशन नम्बर 1 मा रहेको छ यहाँनिर 1/x - y प्लस 1/x + y प्लस 4x/y² - x²। अब यसमा चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि अब यहाँ यो त जस्ताको त्यस्तै लेख्दियौ x - y प्लस 1/x + y अनि यहाँनिर यो चाहिँ प्लस छ है। यहाँ अगाडि यहाँ हेर्नु त यो x छ अनि त्यसपछि माइनस अनि y, यहाँ पनि डिनोमिनेटरमा x + y, तर यहाँ चाहिँ अगाडि y आइदिएको छ, यता चाहिँ x छ र यहाँ y आइदिएको छ y² - x² भनेर। अब यसले के गर्नु पर्यो भन्दाखेरि अब हामीले एलसीएम लिन सजिलो होस् भनेर हामीले के गर्नु पर्यो भन्दाखेरि अब यसलाई माइनस कमन लिएर x² - y² चाहिँ लेख्न सक्छौं यहाँनिर हामीले। अनि त्यसैगरी अब यो दुईटाको एलसीएम लिने x - y * x + y, यो x - y भयो, यो चाहिँ x + y भयो। अब यहाँनिर यो 1 ले मल्टिप्लाई केमा गर्ने, यो जुन एलसीएम आएको छ एलसीएम लाई x - y ले डिभाइड गरिदिने। x - y ले डिभाइड गर्दाखेरि बाँकी x + y प्लस 1 इन्टु अब यहाँनिर अब फेरि यो एलसीएम लाई x + y ले डिभाइड गरिदिने, बाँकी हुन्छ x - y अनि यो प्लस इन्टु माइनस भनेको माइनस हुन्छ। अब यो 4x अपन यो अब यो a² - b² को फर्ममा छ, त्यो फर्मुला भनेको a² - b² को फर्मुला हुन्छ a + b इन्टु a - b भनेर हुन्छ। अनि त्यसैगरी अब यो x + y इन्टु x - y भनेर हामीले लेख्न सक्छौं यसलाई। अनि त्यसपछि यो चाहिँ हाम्रो के भयो भन्दाखेरि 1 इन्टु x प्लस 1 इन्टु y भनेको y प्लस 1 इन्टु x भनेको x अनि यो माइनस को माइनस 1 इन्टु y भनेको y अपन यो x प्लस y इन्टु x - y लेख्न सक्छौं हामी। अनि त्यसपछि यो 4x यो जस्ताको त्यस्तै लेखिदिने x + y इन्टु x - y भनेर लेख्ने। अनि त्यसपछि चाहिँ हाम्रो यहाँ प्लस y माइनस y क्यान्सल, बाँकी बच्यो यहाँ x अनि x, त्यो एउटा x प्लस एउटा x भनेको दुईटा x 2x अपन यो x + y इन्टु x - y भनेर। अनि यहाँ चाहिँ यो 4x अपन यो जस्ताको त्यस्तै x + y इन्टु x - y हुन्छ। अनि त्यसपछि अब यो दुईटाको एलसीएम चाहिँ सेम आउँछ, यो डिनोमिनेटर यसमा पनि x + y x - y छ, यहाँ पनि x + y इन्टु x - y छ। अब यो चाहिँ हाम्रो सेम आउँछ x + y इन्टु x - y भनेर। अनि त्यसपछि यहाँ चाहिँ यो यसको 2x अनि यो माइनस यो चाहिँ 4x हामी लेख्न सक्छौं। अनि त्यसपछि यो 2x - 4x भनेको चाहिँ कति हुन्छ भन्दाखेरि यो -2x हुन्छ, -2x अपन यो a + b इन्टु a - b को फर्ममा छ भने अब यसलाई यो a² - b² को फर्ममा भनेको x² - y²। अब यसलाई चाहिँ हामीले के गर्न सक्छौं भन्दाखेरि यो माइनसलाई हटाउनको लागि अब तल पनि यहाँ कमन लिदिने माइनस, यो भइहाल्छ y² - x², यो माइनस माइनस क्यान्सल अनि यहाँ बाँकी बस्यो 2x अपन y² - x², यो हाम्रो चाहिँ एन्सर। अनि यो चाहिँ हाम्रो 2 नम्बरको क्वेशन छ। अब 2 नम्बरको क्वेशनमा चाहिँ x अपन x - y अनि -x/x + y
अनि प्लस 2xy अपन x स्क्वायर प्लस y स्क्वायर दिएको छ। अब यसले चाहिँ हामी के गर्न सक्छौँ भन्दाखेरि पहिला यो दुईटाको एलसीएम लिने। दुईटाको एलसीएम लिँदाखेरि x माइनस वाई इन्टु x प्लस वाई हुन्छ यसको एलसीएम। र अब चाहिँ यहाँनिर के गर्न सक्छौँ भन्दाखेरि x इन्टु अब यो एलसीएमलाई x माइनस वाईले डिभाइड गर्दा बाँकी हुन्छ x प्लस वाई अनि यो माइनस x इन्टु अब यो एलसीएमलाई फेरि x प्लस वाईले डिभाइड गर्दाखेरि बाँकी हुन्छ x माइनस वाई अनि यो प्लस यो जस्ताको त्यस्तै लेखिदिने 2xy अपन x स्क्वायर प्लस y स्क्वायर हुन्छ। अनि त्यसै गरी x इन्टु x भनेको x स्क्वायर हुन्छ प्लस x इन्टु y भनेको xy अनि त्यसै गरी यो माइनस x इन्टु x भनेको x स्क्वायर अनि माइनस माइनस प्लस x इन्टु y xy अपन अब यो चाहिँ a माइनस b इन्टु a प्लस b को फर्ममा छ भनेपछि यो x स्क्वायर माइनस y स्क्वायर फर्मुलामा गयो। अनि त्यसै गरी यो 2xy अपन x स्क्वायर प्लस y स्क्वायर भयो। अनि त्यसै गरी अर्को चाहिँ अब माइनस x स्क्वायर प्लस x स्क्वायर क्यान्सल, यहाँ चाहिँ xy प्लस xy भनेको यो हुन्छ 2xy अपन x स्क्वायर माइनस y स्क्वायर अनि यो प्लस 2xy अपन x स्क्वायर प्लस y स्क्वायर भयो। अब यसको साइडमा चाहिँ हामी यतातिर गर्छौँ। अब यो दुईटाको एलसीएम चाहिँ के हुन्छ भन्दाखेरि x स्क्वायर माइनस y स्क्वायर अनि यो चाहिँ x स्क्वायर प्लस y स्क्वायर। अब यो यति एलसीएम भइसकेपछि अब हामीले यहाँ के गर्न सक्छौँ भन्दाखेरि यहाँ चाहिँ माथि के छ 2xy, यो 2xy ले चाहिँ अब यहाँ तलतिर चाहिँ डिनोमिनेटर इज x स्क्वायर माइनस y स्क्वायर छ। एलसीएममा अब यो x स्क्वायर माइनस y स्क्वायरले डिभाइड गर्दाखेरि बाँकी भनेको यहाँ x स्क्वायर प्लस y स्क्वायर हुन्छ। यहाँ लेख्ने x स्क्वायर प्लस y स्क्वायर अनि त्यसै गरी यहाँ फेरि प्लसको प्लस लेखिदिने अनि यहाँ चाहिँ 2xy छ, यहाँ 2xy लेखिदिने। अब यहाँ x स्क्वायर प्लस y स्क्वायरले यसमा डिभाइड गर्ने बाँकी बस्छ x स्क्वायर माइनस y स्क्वायर, x स्क्वायर माइनस y स्क्वायर। त अब चाहिँ हाम्रो यो 2xy इन्टु x स्क्वायर भनेको 2x क्युब y प्लस 2xy इन्टु y स्क्वायर भनेको 2xy क्युब प्लस अब यहाँ फेरि 2x क्युब y माइनस 2xy क्युब यति आयो। अनि फेरि यहाँ चाहिँ a माइनस b इन्टु a प्लस b को फर्ममा छ। त यो भनेको a स्क्वायर माइनस b स्क्वायरको फर्मुला लगाइदिने। फेरि a स्क्वायर भनेको x को स्क्वायरको होल स्क्वायर भयो माइनस y स्क्वायरको होल स्क्वायर भयो। अनि त्यस पछाडि अब यहाँनिर 2xy क्युब यो प्लसमा छ यो माइनसमा छ क्यान्सल हुन्छ। अब यहाँ चाहिँ बाँकी बस्यो 2x क्युब y, 2x क्युब y भनेको दुईटा 2 प्लस 2 भनेको 4x क्युब y अपन अब x को पावर 2 2 जा 4 माइनस y को पावर यो 2 2 जा 4 यो भनेको चाहिँ हाम्रो के भयो एन्सर भयो। अब चाहिँ हामी क्वेसन नम्बर 3 को अब 3 नम्बरमा दिएको छ 4x स्क्वायर प्लस y स्क्वायर अपन 4x स्क्वायर माइनस y स्क्वायर अनि माइनस 2x माइनस y अपन 2x प्लस y दिएको छ। अब यसलाई चाहिँ हामी कसरी गर्न सक्छौँ भन्दाखेरि पहिला यो डिनोमिनेटरमा हेर्ने, यो 4x स्क्वायर माइनस y स्क्वायर यहाँ चाहिँ 2x प्लस y दिएको छ भनेपछि अब यो चाहिँ यो x स्क्वायर छ यहाँ पनि y स्क्वायर, यो 4 भनेको 2 को स्क्वायर भइहाल्छ। त अब यहाँ चाहिँ 4x स्क्वायर प्लस y स्क्वायर अपन यो 2x को होल स्क्वायर माइनस y स्क्वायर माइनस 2x माइनस y अपन 2x प्लस y भयो। अनि त्यसै गरी अब चाहिँ यो माथि जस्ताको त्यस्तै 4x स्क्वायर प्लस y स्क्वायर अपन अब यो a स्क्वायर माइनस b स्क्वायरको फर्ममा छ। यसलाई चाहिँ हामी 2x प्लस y र 2x माइनस y लेख्न सक्छौँ।
अनि प्लस सरी यो माइनस हो माइनस 2x माइनस y अपन 2x प्लस y यो माइनसै छ है। अब यो दुईटामा चाहिँ एलसीएम यो दुईटैको एलसीएम लिने अब त एलसीएम लिँदाखेरि यो 2x प्लस y कमन आउँछ भनेको 2x प्लस y अनि बाँकी भयो यो 2x माइनस y भयो। अनि त्यस पछाडि अब 4x स्क्वायर प्लस y स्क्वायर अब इन्टु केमा गर्ने त अब यो एलसीएमलाई यसले डिभाइड गर्दाखेरि कति हुन्छ त 1 बाँकी हुन्छ माइनस अब यहाँनिर यो दिएको छ हामीलाई 2x माइनस y छ र अब फेरि यो एलसीएमलाई 2x प्लस y ले डिभाइड गर्दाखेरि कति बाँकी 2x माइनस y यो 2x माइनस y बाँकी बस्छ अनि यो बिग ब्र्याकेटले क्लोज गरिदिने। अनि त्यसै गरी अब चाहिँ यो 4x स्क्वायर इन्टु 1 भनेको 4x स्क्वायर नै हुन्छ माइनस सरी यहाँ प्लस अनि यो y स्क्वायर इन्टु 1 भनेको y स्क्वायर नै हुन्छ यो माइनस। अब यो चाहिँ a माइनस b इन्टु a माइनस b को फर्ममा छ हेर्नु त। अब a माइनस b इन्टु a माइनस b भनेको a माइनस b इन्टु a माइनस b भनेको चाहिँ a माइनस b को होल स्क्वायर हुन्छ। अब यो यति हुन्छ भने अब a माइनस b को होल स्क्वायरलाई लेट गर्ने हैन यो छँदैछ त्यसमा यहाँ यसरी 2x माइनस y को होल स्क्वायर भयो। अनि त्यस पछाडि तल चाहिँ यहाँ 2x प्लस y इन्टु 2x माइनस y अनि त्यस पछाडि यहाँ 4x स्क्वायर प्लस y स्क्वायर माइनस अब a माइनस b को होल स्क्वायर को फर्मुला लगाउने a माइनस b को होल स्क्वायर को फर्मुला लगाउँदाखेरि यो हुन्छ 2x को a स्क्वायर भनेको 2x को स्क्वायर माइनस 2 a भनेको चाहिँ 2x अनि b भनेको चाहिँ y अनि प्लस b स्क्वायर भनेको y को स्क्वायर। अनि त्यस पछाडि अब यो a प्लस b इन्टु a माइनस b को फर्ममा छ। अब यसलाई चाहिँ 2x को होल स्क्वायर माइनस y को स्क्वायर गरेर लेखिदिने। अनि त्यस पछाडि यो 4x स्क्वायर प्लस y स्क्वायर माइनस अब यहाँनिर 2x 2 को स्क्वायर 4 x को स्क्वायर x स्क्वायर माइनस 2 2 जा 4 अनि xy भनेको xy प्लस y स्क्वायर भयो। अब चाहिँ हामीले यो 2 को स्क्वायर भनेको 4 x को स्क्वायर भनेको x स्क्वायर माइनस y को स्क्वायर भनेको y स्क्वायर। अनि त्यस पछाडि चाहिँ हाम्रो अब यहाँ 4x स्क्वायर प्लस y स्क्वायर माइनस अब यो ब्र्याकेट रिमुभ गर्ने यो 4x स्क्वायर माइनस माइनस प्लस 4xy अनि यो माइनस प्लस माइनस अनि y स्क्वायर भनेको y स्क्वायर। अनि त्यस पछाडि यो बाँकी जस्ताको त्यस्तै लेखिदिने डिनोमिनेटर। अब यहाँ हेर्नु यो प्लस y स्क्वायर माइनस y स्क्वायर क्यान्सल भयो। अनि त्यसै गरी यो 4x स्क्वायर प्लस माइनस 4x स्क्वायर क्यान्सल बाँकी भयो यहाँनिर 4xy अपन यो 4x स्क्वायर माइनस y स्क्वायर यो भनेको हाम्रो फाइनली आन्सर भयो। अब यो चाहिँ क्वेसन नम्बर 4 भयो। के दिएको छ भन्दाखेरि m अपन m माइनस n माइनस m अपन m प्लस n प्लस 2mn अपन m स्क्वायर प्लस n स्क्वायर दिएको छ क्वेसन। अब यो फेरि हामी यो दुईटाको एलसीएम लिन्छौँ हामी यो m माइनस n इन्टु m प्लस n यो भनेको एलसीएम भयो। अनि त्यस पछाडि यो m इन्टु अब यो एलसीएमलाई m माइनस n ले डिभाइड गर्दाखेरि बाँकी बस्यो m प्लस n अनि यो माइनस m ले चाहिँ अब कसलाई भन्दाखेरि m प्लस n ले चाहिँ यसमा डिभाइड गर्दाखेरि बाँकी बस्छ m माइनस n अनि यो जस्ताको त्यस्तै लेखिदिने 2mn अपन m स्क्वायर प्लस n स्क्वायर। अब चाहिँ m इन्टु m भनेको चाहिँ कति हुन्छ m स्क्वायर प्लस m इन्टु n mn
माइनस m इन्टु m भनेको m स्क्वायर माइनस माइनस प्लस m इन्टु n भनेको mn अफ 1। अब यो a माइनस b इन्टु a प्लस b को फर्म भनेको a प्लस b इन्टु a माइनस b को फर्मुला के हुन्छ a स्क्वायर माइनस b स्क्वायर। तब यहाँनिर m स्क्वायर माइनस n स्क्वायर हामी सजिलै लेख्न सक्छौँ। यो भनेको 2mn अपन m स्क्वायर प्लस n स्क्वायर। अनि त्यस पछाडि अब यो माइनस m स्क्वायर प्लस m स्क्वायर क्यान्सल, mn प्लस mn भनेको 2mn अपन m स्क्वायर माइनस n स्क्वायर प्लस 2mn अपन m स्क्वायर प्लस n स्क्वायर। अब यो दुईटीको एलसीएम लिन्छौँ हामी। यो दुईटीको एलसीएम हुन्छ m स्क्वायर माइनस n स्क्वायर इन्टु m स्क्वायर प्लस n स्क्वायर। अब चाहिँ हामीले के गर्छौँ भन्दाखेरि यो 2mn ले मल्टिप्लाई गर्छु केमा, अब यसलाई एलसीएमलाई m स्क्वायर माइनस n स्क्वायरले डिभाइड गर्दाखेरि बाँकी हुन्छ यो भनेको m स्क्वायर प्लस n स्क्वायर प्लस 2mn। अनि त्यस पछाडि यो m स्क्वायर प्लस n स्क्वायर यो क्यान्सल भएर बाँकी बस्छ m स्क्वायर माइनस n स्क्वायर। अनि त्यस पछाडि 2mn इन्टु m स्क्वायर भनेको 2m क्युब n प्लस 2mn इन्टु n स्क्वायर 2mn क्युब प्लस 2m क्युब n माइनस 2mn स्क्वायर। अनि यो चाहिँ m स्क्वायर को होल स्क्वायर माइनस n स्क्वायर को होल स्क्वायर भनेको a स्क्वायर माइनस b स्क्वायर को फर्ममा लेखेको। अनि त्यस पछाडि यहाँनिर 2mn स्क्वायर अनि यो क्युब हुन्छ है, यो क्युब भनेको अब 2mn क्युब प्लसमा छ यहाँनिर माइनस 2mn क्युब माइनसमा छ क्यान्सल। यहाँ चाहिँ 2m क्युब n प्लस 2m क्युब n भनेको 2 प्लस 2 4 4m क्युब n अपन यो m को पावर 2 2 जा 4 माइनस n को पावर 2 2 जा 4। यो भनेको हाम्रो एन्सर भयो। अनि यो रहेको छ हाम्रो क्वेसन नम्बर 5। अब क्वेसन नम्बर 5 मा चाहिँ के दिएको छ भन्दाखेरि m प्लस 3 अपन m माइनस 3 प्लस m माइनस 3 अपन m प्लस 3। अब यसमा हामी सिधा एलसीएम लिने यो दुईटैको m माइनस 3 m प्लस 3। यसको एलसीएम हुन्छ m माइनस 3 इन्टु m प्लस 3 भनेपछि अब यहाँ m प्लस 3 इन्टु अब यसलाई एलसीएमलाई m माइनस 3 ले डिभाइड गर्दाखेरि m प्लस 3 नै बाँकी बस्छ m प्लस 3 प्लस यो m माइनस 3 दिएको छ। अब यो एलसीएमलाई m प्लस 3 ले डिभाइड गर्दाखेरि m माइनस 3 नै हुन्छ m माइनस 3। अब यो m प्लस 3 इन्टु m प्लस 3 भनेको यसलाई बुझ्ने भाषामा यो m प्लस 3 को होल स्क्वायर लेखिदिनु। अनि त्यस पछाडि यो प्लस यो m माइनस 3 इन्टु m माइनस 3 भनेको m माइनस 3 को होल स्क्वायर लेखिदिँदा हुन्छ। यो चाहिँ a माइनस b इन्टु a प्लस b को फर्ममा आयो भनेपछि a स्क्वायर भनेको m स्क्वायर माइनस b स्क्वायर भनेको 3a स्क्वायर। अनि त्यस पछाडि यो m a प्लस b को होल स्क्वायर को फर्ममा छ भनेको यो m स्क्वायर प्लस 2 इन्टु 2a भनेको चाहिँ m b भनेको चाहिँ 3 प्लस b स्क्वायर भनेको 3 को स्क्वायर। अनि त्यसपछि यो प्लस को प्लस अब a माइनस b को होल स्क्वायर को फर्ममा छ a स्क्वायर भनेको चाहिँ m स्क्वायर माइनस 2a भनेको चाहिँ m छ b भनेको चाहिँ 3 छ प्लस b स्क्वायर भनेको 3 को स्क्वायर भयो। अनि यो चाहिँ m स्क्वायर को m स्क्वायर माइनस 3 को स्क्वायर 9 हुन्छ। अनि त्यसै गरी अब यसमा चाहिँ हामीले अब यो m स्क्वायर प्लस 2 3 जा 6 m प्लस 3 को स्क्वायर 9 प्लस यो m स्क्वायर 2 3 जा माइनस 6 m प्लस यो 3 को स्क्वायर 9। अनि त्यस पछाडि यो चाहिँ m स्क्वायर माइनस 9। अब यहाँनिर हेरौँ प्लस 6m माइनस 6m क्यान्सल
अनि त्यस पछाडि यहाँ बाँकी हुन्छ एम स्क्वायर प्लस एम स्क्वायर भनेको चाहिँ यो कति भइहाल्छ 2m स्क्वायर अनि 9 प्लस 9 18 प्लस 18 अपन एम स्क्वायर माइनस 9 अनि अब यसमा चाहिँ हामी के गर्न सक्छौँ भन्दाखेरि यो दुईटैमा कमन आउने भनेको 2 हो 2 कमन लिने अनि यहाँ चाहिँ एम स्क्वायर प्लस 2 9 जा 18 हुन्छ अपन एम स्क्वायर माइनस 9 यो भनेको चाहिँ हाम्रो फाइनली एन्सर भयो। अब यो क्वेसन नम्बर 6 रहेको छ। क्वेसन नम्बर 6 पनि एकदमै सिम्पल छ। अब यसलाई चाहिँ यो दुईटाको एलसिएम लिने। अब एलसिएम भनेको एक्स स्क्वायर माइनस वाई स्क्वायर इन्टु एक्स स्क्वायर प्लस वाई स्क्वायर हुन्छ। अनि त्यस पछाडि यहाँनिर यो एक्स वाई इन्टु अब यो एलसिएमलाई एक्स स्क्वायर माइनस वाई स्क्वायरले डिभाइड गर्दाखेरि एक्स स्क्वायर प्लस वाई स्क्वायर एक्स स्क्वायर प्लस वाई स्क्वायर हुन्छ। अनि प्लस यो एक्स वाईले चाहिँ कसलाई भन्दाखेरि यो एक्स स्क्वायर प्लस वाई स्क्वायरले यसमा डिभाइड गर्दाखेरि बाँकी हुन्छ एक्स स्क्वायर माइनस वाई स्क्वायर, यहाँ स्क्वायर छुटेको रहेछ है। अनि प्लस यो चाहिँ 2x क्युब वाई अपन यो x टु द पावर 4 प्लस y टु द पावर 4 यो जस्ताको त्यस्तै त्यो लेखिदिने। अनि त्यस पछाडि यहाँनिर चाहिँ हामी एक्स वाई इन्टु एक्स स्क्वायर भनेको एक्स क्युब वाई प्लस एक्स वाई इन्टु वाई स्क्वायर भनेको एक्स वाई क्युब प्लस एक्स वाई इन्टु एक्स स्क्वायर भनेको एक्स क्युब वाई माइनस एक्स वाई इन्टु वाई स्क्वायर भनेको एक्स वाई क्युब। अब यो दुईटा चाहिँ के को फर्ममा छ ए स्क्वायर माइनस बी स्क्वायर ए स्क्वायर सरी यो एक्स स्क्वायर माइनस वाई स्क्वायर दिएको छ। यहाँ चाहिँ एक्स स्क्वायर प्लस वाई स्क्वायर भनेको ए माइनस बी इन्टु ए प्लस बी भनेपछि यसलाई चाहिँ हामीले ए स्क्वायर भनेको एक्स स्क्वायरको होल स्क्वायर बी स्क्वायर भनेको वाई स्क्वायरको होल स्क्वायर अनि त्यसै गरी प्लस 2x क्युब वाई अपन यो एक्स टु द पावर 4 प्लस वाई टु द पावर 4। अब यसमा चाहिँ हामीले माइनस एक्स वाई क्युब यो काट्दिने प्लस एक्स वाई क्युब यो काट्दिने बाँकी बस्छ यहाँ एक्स क्युब वाई प्लस एक्स क्युब वाई भनेको दुईटा एक्स क्युब वाई छन्। अनि त्यस पछाडि एक्सको 2 2 जा 4 माइनस वाई टु द पावर 4 प्लस यो 2x क्युब वाई अपन एक्स टु द पावर 4 प्लस वाई टु द पावर 4। अनि अब दुईटैको एलसिएम लिने फेरि दुईटैको एलसिएम हुन्छ एक्स टु द पावर 4 माइनस वाई टु द पावर 4 इन्टु एक्स टु द पावर 4 प्लस वाई टु द पावर 4 अनि त्यस पछाडि अब यहाँनिर यो 2x क्युब वाई ले चाहिँ केमा मल्टिप्लाई गर्ने भन्दाखेरि यो एलसिएमलाई एक्स टु द पावर 4 माइनस वाई टु द पावर 4 ले डिभाइड गर्दाखेरि अब यो यहाँ एक्स टु द पावर 4 प्लस वाई टु द पावर 4 हुन्छ। अनि त्यस पछाडि यो 2x क्युब वाईले चाहिँ केमा मल्टिप्लाई गर्ने भन्दाखेरि अब यो भयो अब यो एक्स टु द पावर 4 प्लस वाई टु द पावर 4 ले डिभाइड गर्दाखेरि यो यहाँ चाहिँ बाँकी बस्छ एक्स टु द पावर 4 माइनस वाई टु द पावर 4। अनि त्यस पछाडि यहाँनिर चाहिँ हामीले 2x क्युब इन्टु 2x क्युब वाई इन्टु एक्स टु द पावर 4 यहाँ पावर 3 छ यहाँ x को पावर 4 छ भनेको 2x को पावर 4 प्लस 3 7 अनि त्यस पछाडि यो y प्लस 2x क्युब वाई इन्टु वाई टु द पावर 4 यहाँ y एउटा छ यहाँ 4 वटा छ भनेपछि यो प्लस भयो 2x क्युब वाई टु द पावर 5 हुन्छ। अनि त्यसै गरी यो प्लसको प्लस लेखिदिने यहाँ फेरि 3 वटा एक्स यहाँ 4 वटा एक्स भनेपछि 2x को पावर 7y माइनस अब 2x क्युब वाई टु द पावर 5। अनि त्यस पछाडि यहाँ हेर्ने यहाँनिर हामीलाई दिएको छ ए माइनस बी इन्टु ए प्लस बीको फर्ममा छ भनेपछि ए स्क्वायर भनेको एक्स टु द पावर 4 को होल स्क्वायर
माइनस वाई टू दी पावर 4 को होल स्क्वायर। अब यसलाई चाहिँ हामी यहीँनिर गरौँ। अब यहाँनिर गर्दाखेरि अब यहाँ हेरौँ हामी 2x क्यूब वाई 5 2x क्यूब वाई 5 भनेको यो प्लसमा छ यो माइनसमा छ क्यान्सल। अब यहाँ 2x टू दी पावर 7y प्लस 2x टू दी पावर 7y यो 2 प्लस 2 कति हुन्छ भन्दाखेरि यो 4x टू दी पावर 7y अपन अब यो x टू दी पावर 4 इन्टु 2 4 2 जा 8 माइनस y टू दी पावर 4 इन्टु 2 भनेको छ तो y टू दी पावर 4 2 जा 8 हुन्छ। यो भनेको चाहिँ हाम्रो के भयो एन्सर भयो। यो चाहिँ अब क्वेसन नम्बर 7 भयो। अब क्वेसन नम्बर 7 मा पनि यो दुईटाको पहिला एलसीएम लिने। यो a माइनस b इन्टु a प्लस b हुन्छ अनि यो चाहिँ a प्लस b इन्टु अब केले इन्टु गर्ने भन्दाखेरि यो एलसीएम a माइनस b ले एलसीएम मा डिभाइड गर्दाखेरि बाँकी बस्छ a प्लस b अनि त्यसपछि यो माइनस अब यो a माइनस b छँदैछ a माइनस b। अब यसमा मल्टिप्लाई केले गर्ने भन्दाखेरि यो a प्लस b ले यसमा डिभाइड गर्दाखेरि a माइनस b अनि त्यसपछि यो प्लस रहेछ 2ab। अब यो फर्स्ट क्वेसनमा चाहिँ यहाँ a माइनस b a प्लस b छ हैन, त्यस्तै थियो क्वेसन। यहाँ चाहिँ b माइनस a छ, फेरि a माइनस b अगाडि यहाँ a छ, यहाँ पनि अगाडि a छ, तर यहाँ चाहिँ b छ भनेपछि माइनस कमन लिएर चाहिँ हामी a स्क्वायर माइनस b स्क्वायर लेख्न सक्छौँ। अनि त्यसपछि a प्लस b इन्टु a प्लस b भनेको a प्लस b को होल स्क्वायर अनि त्यसै गरी यो चाहिँ a माइनस b इन्टु a माइनस b भनेको a माइनस b को होल स्क्वायर भयो यो। अनि त्यसपछि a माइनस b इन्टु a प्लस b भनेको a स्क्वायर माइनस b स्क्वायर प्लस माइनस भनेको अब माइनस हुन्छ है, प्लस इन्टु माइनस हुन्छ 2ab अपन a स्क्वायर माइनस b स्क्वायर। अब यसमा चाहिँ हामीले गर्न के सक्छौँ भन्दाखेरि यो यता हेर्ने a प्लस b को होल स्क्वायर भनेको a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर अनि यो माइनस a माइनस b को होल स्क्वायर भनेको a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर हुन्छ। अनि त्यसै गरी अब यो चाहिँ a स्क्वायर माइनस b स्क्वायर यो चाहिँ माइनस छँदैछ यहाँ, यो जस्ताको त्यस्तै लेख्ने a स्क्वायर माइनस b स्क्वायर। अनि त्यसपछि चाहिँ अब यहाँ चाहिँ माइनसले यसमा अब ब्र्याकेट रिमुभ गर्ने, यो जस्ताको त्यस्तै लेख्ने a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर माइनस यो a स्क्वायर माइनस माइनस प्लस 2ab माइनस प्लस माइनस यो b स्क्वायर अपन a स्क्वायर माइनस b स्क्वायर माइनस 2ab अपन a स्क्वायर माइनस b स्क्वायर। अनि त्यसै गरी यो प्लस b स्क्वायर माइनस b स्क्वायर प्लस a स्क्वायर माइनस a स्क्वायर, यहाँ 2ab प्लस 2ab भनेको 4ab अपन a स्क्वायर माइनस b स्क्वायर हुन्छ माइनस यो 2ab अपन a स्क्वायर माइनस b स्क्वायर। भनेपछि यो दुईटै अब सेम छ, एलसीएम लिँदाखेरि a स्क्वायर माइनस b स्क्वायर अनि यो चाहिँ 4ab माइनस 2ab भनेको 4 बाट 2 गएपछि 2 बाँकी हुन्छ ab अपन a स्क्वायर माइनस b स्क्वायर। यो भनेको हाम्रो फाइनली एन्सर हुन्छ। अब यसलाई चाहिँ हामी के गर्न सक्छौँ भन्दाखेरि यो क्वेसन नम्बर 8 मा यो डिनोमिनेटर यो दुईटा जुन छ यो दुईटैले चाहिँ के गर्न सक्छौँ भन्दा फर्स्ट इन्टु लास्ट गरेर पहिला फ्याक्टराइज गर्ने यस्तो कन्डिसनमा चाहिँ। अब यो फ्याक्टराइज गर्दाखेरि 2 अपन फर्स्ट इन्टु लास्ट यहाँ 1 अनि यो 2 त 2 1 जा 2 त 2 प्लस 1 भनेको 3 हुन्छ। यहाँनिर चाहिँ हामी x स्क्वायर माइनस यो 2 प्लस 1 भनेको 3 हुन्छ अनि x प्लस 2 अनि त्यस पछाडि प्लस 2 अपन यो x स्क्वायर। अब यहाँ x स्क्वायर 1 इन्टु 2
भनेको 2 यहाँ माइनस छ भने अब 2 - 1 भनेको 2 - 1 भनेको 1 नै हुन्छ यो x अनि यहाँ चाहिँ माइनस यो 2 अब यहाँ माइनस 1 अपन यो x² - 1 भनेको चाहिँ a² - b² 1 को स्क्वायर गरिदियो भने हाम्रो a² - b² को फर्ममा जान्छ भनेको x + 1 इन्टु x - 1 हामीले चाहिँ डिरेक्टली लेख्न सक्छौँ। अनि त्यस पछाडि चाहिँ यहाँ अब हामी चाहिँ फटाफट x² - 2 इन्टु x 2x माइनस प्लस माइनस 1 इन्टु x x अनि यो प्लस 2 अनि यो प्लस 2 अपन चाहिँ यो x² अनि 2 इन्टु x माइनस 2x माइनस माइनस प्लस अनि यो x अनि यो माइनस 2 माइनस 1 अपन x + 1 इन्टु x - 1 अनि त्यस पछाडि अब यहाँनिर चाहिँ हामीले के गर्न सक्छौँ यो दुईटामा कमन भनेको x आउँछ x कमन लिएर x - 2 अनि यहाँ चाहिँ यो दुईटामा कमन 1 आउँछ केही आउँदैन भने 1 आउँछ यो एक पनि x - 2 भयो प्लस 2 अपन अब यसमा पनि यो दुईटामा कमन भनेको x आउँछ x - 2 अनि यो दुईटामा केही छैन भने कमन भनेको 1 आउँछ यो भनेको x - 2 अनि त्यसैगरी यो माइनस 1 अपन x + 1 अपन x - 1 जस्ताको त्यस्तै। अब यसमा चाहिँ हामीले के गर्न सक्छौँ x - 2 x - 2 कमन लिँदाखेरि x - 2 कमन लिँदाखेरि बाँकी हुन्छ x अनि यो चाहिँ -1 अनि त्यसैगरी यो प्लस 2 अपन यो x - 2 कमन आउँछ x - 2 बाँकी हुन्छ यहाँ x अनि यहाँ +1 x + 1 हुन्छ अनि यो -1 बाई यो x + 1 इन्टु x - 1 यो जस्ताको त्यस्तै हामी लेखिदियौँ। अनि त्यस पछाडि अब एलसिएम लिने पहिले यो दुईटालाई कम्पेयर गर्ने दुईटामा चाहिँ यो एउटा x - 2 यहाँ चाहिँ x - 2 दुईटा छ भने एउटा लेख्ने x - 2 अनि त्यस पछाडि अब यो फर्स्ट र लास्टको हेर्ने यो दुईटामा x - 1 x - 1 कमन छ यो x - 1 अनि फेरि यो दुईटामा चाहिँ x + 1 x + 1 कमन छ यो x + 1 भनेको यो तिनटैको एलसिएम हाम्रो के आयो x - 2 इन्टु x - 1 इन्टु x + 1 अब हामीले के गर्न सक्छौँ भन्दाखेरि अब यहाँनिर अब यो 2 छ 2 इन्टु अब यो x - 2 x - 1 ले चाहिँ यसमा डिभाइड गर्दाखेरि 2 1 गएपछि x + 1 बाँकी हुन्छ x + 1 प्लस यो 2 ले चाहिँ अब x - 2 इन्टु x + 1 x - 2 x + 1 ले कटेपछि बाँकी x - 1 हुन्छ अनि यो माइनस यो 1 छ 1 इन्टु भनेको x + 1 x - 1 x - 1 x + 1 ले कटेपछि यहाँ चाहिँ x - 2 हुन्छ अब 2 इन्टु x 2x प्लस 2 इन्टु 1 2 प्लस 2 इन्टु x भनेको 2x 2 इन्टु यो माइनसको माइनस लेखिदिने 2 इन्टु 1 भनेको 2 अनि माइनस 1 इन्टु x भनेको x माइनस माइनस प्लस अनि यो 2 भनेको चाहिँ 1 इन्टु 2 भनेको 2 अब यसलाई चाहिँ हामी x - 2 इन्टु x - 1 इन्टु x + 1 लेख्न सक्छौँ। अब यहाँनिर चाहिँ यो +2 - 2 क्यान्सल अब यो 2x + 2x भनेको 4x 4x - x भनेको चाहिँ 4x - x भनेको चाहिँ 3x यो 3x अनि त्यसै गरी अब यहाँ बाँकी के रह्यो भन्दाखेरि यो +2 अब +2 बाँकी छ भने यो यहाँ चाहिँ लेखिदिने +2 अपन
अब यो चाहिँ जस्ताको त्यस्तै x minus 2 into x minus 1 into x plus 1 चाहिँ हामीले लेखिदिन्छौँ। यही नै हाम्रो के भयो त आन्सर भयो। अनि त्यस पछाडि अर्को क्वेसन दिएको छ हामीलाई क्वेसन नम्बर 8। क्वेसन नम्बर 8 मा चाहिँ के दिएको छ भन्दाखेरि क्वेसन नम्बर 8 मा दिएको छ, यस पहिला सल्युसन त लेख्नुपर्छ, त्यो सबैलाई थाहा भएकै कुरा हो। क्वेसन नम्बर 8 मा दिएको छ फेरि हामीलाई, सरी 8 त भइसक्यो, 9 नम्बर, क्वेसन नम्बर 9 है, क्वेसन नम्बर 9, यो 9 लेख्ने। 9 नम्बरमा चाहिँ के दिएको छ भन्दाखेरि 1 minus x into 2 minus x अनि त्यसै गरी minus 2 of 1 x minus 1 x minus 3 अनि त्यसै गरी यो minus 3 of 1 x minus 2 into 3 minus x दिएको छ हामीलाई यहाँनिर क्वेसन। अब यसमा चाहिँ हामी के गर्न सक्छौँ भन्दाखेरि अब x minus 1 यहाँ दिएको छ, x minus 2 दिएको छ, अनि यहाँ फेरि 1 minus x दिएको छ, यहाँ अगाडि x दिएको छ, यहाँ चाहिँ 1 दिएको छ। अब यसमा चाहिँ हामी के गर्न सक्छौँ भन्दाखेरि यो सबैलाई सेम प्याटर्न बनाउनको लागि हामीले के गर्न सकिन्छ भन्दाखेरि अब यहाँनिर यो यसमा माइनस कमन लिँदाखेरि अब यसमा पनि माइनस कमन लिने, यसमा पनि माइनस कमन लिँदाखेरि x अगाडि आउँछ, यो 1 अपन यहाँ माइनस कमन लिने भनेको x minus 1 अनि फेरि यसमा पनि माइनस कमन, यहाँ दुईटा माइनस कमन आएपछि के हुन्छ यो प्लस भइहाल्छ है। अब यसमा पनि कमन लिँदाखेरि x minus 2 आयो, अनि त्यस पछाडि यो 2 अपन x minus 1 अनि त्यस पछाडि यो x minus 3 छँदैछ, अनि त्यसै गरी माइनस अब 3 अपन अब फेरि यहाँ 3 छ अगाडि, यो x अगाडि ल्याउनु पर्यो हामीले, यो x minus 2 छँदैछ, अनि माइनस अगाडि ल्याउँदाखेरि यो x minus 3 हुन्छ, यो माइनस फेरि प्लस हुन्छ है। अब यो चाहिँ यो जस्ताको त्यस्तै अहिले लेखौँ, x minus 1 x minus 2 minus 2 अपन x minus 1 x minus 3 अनि यो माइनस माइनस प्लस हुन्छ 3 अपन x minus 2 अनि x minus 3 अनि त्यस पछाडि अब चाहिँ हामी के गर्न सक्छौँ भन्दाखेरि एलसीएम। अब यो दुईटामा पहिला कमन भनेको x minus 1 x minus 1, अगाडि यहाँनिर x minus 1 लेख्छौँ हामी, अनि त्यसै गरी अब यो दुईटामा x minus 3 आउँछ ल, x minus 3 अनि यो दुईटामा फेरि x minus 2 छ, x minus 2। त अब चाहिँ हामी के गर्न सक्छौँ भन्दाखेरि यहाँनिर अब यो 1 इन्टु भनेको x minus 1 x minus 2 छँदैछ, यसले चाहिँ यसमा डिभाइड गर्ने, x minus 1 यो क्यान्सल भएपछि बाँकी हुन्छ x minus 3 minus 2, अब 2 ले चाहिँ x minus 1 x minus 3 छ, 1 3 छ भनेपछि बाँकी x minus 2 x minus 2 यो प्लस 3 ले चाहिँ x minus 2 x minus 3 x minus 3 बाँकी चाहिँ यहाँ x minus 1 अब यसलाई चाहिँ हामी के गर्न सक्छौँ भन्दाखेरि अब 1 इन्टु x भनेको x अनि त्यसै गरी 1 इन्टु 3 भनेको 3 फेरि x माइनस है, यो x minus 3 माइनस 2 इन्टु x 2x माइनस माइनस प्लस
2 2 जा 4 प्लस 3 into x 3x अनि यो माइनस 3 into 1 3 of 1 अब यसले मिलाएर लेख्दा पनि हुन्छ x minus 1 x minus 2 x minus 3 भनेर यतिकै छोडिदिँदा पनि केही फरक पर्दैन यो चाहिँ x minus 1 x minus 2 र x minus 3 भयो अनि इज इक्वल्स टु अब स्पेस अब यहीँनिर लेखौँ अब x minus 3 minus 2x plus 4 plus 3x भने पहिला x एउटा x यो minus 2x अनि त्यसै गरी यहाँ 3x छ त x minus 2x भनेको minus x plus 3x भनेको 2x भयो अनि त्यसै गरी minus 3 plus 4 भनेको 1 1 minus 3 भनेको चाहिँ 2 of 1 अब यहाँनिर यो जस्ताको त्यस्तै x minus 1 x minus 2 अनि x minus 3 हामी लेख्न सक्छौँ दुईटाबाट कमन बनेको 2 आउँछ 2 कमन आउँदाखेरि x minus 1 बाँकी अब यहाँनिर चाहिँ x minus 1 x minus 2 र x minus 3 आउँछ यो x minus 1 क्यान्सल यहाँ एन्सर चाहिँ हाम्रो 2 of 1 x minus 2 into अब यहाँ x minus 2 बाँकी चाहिँ x minus 3 हुन्छ यो भयो हाम्रो क्वेसन नम्बर 9 को अनि त्यस पछाडि अब क्वेसन नम्बर चाहिँ 10 यसमा चाहिँ 20 वटा छ 20 वटा मध्ये चाहिँ यो पार्ट 1 मा चाहिँ यो मात्रै बनाउँछु 10 वटा आधा 50% आधा मात्रै बनाउँछु 10 नम्बरसम्म यो लास्ट नम्बर है अब लास्ट नम्बरमा चाहिँ यो पार्ट 1 को लागि चाहिँ लास्ट नम्बर यहाँ चाहिँ टोटल क्वेसन चाहिँ 20 वटा छ अनि त्यस पछाडि पार्ट 2 मा चाहिँ यो 10 वटा बाँकी बनाउँछु यो 2082 सालको 10 सेट रहेको छ यो नयाँ लेटेस्ट तब त्यही अनुसार चाहिँ तपाईहरुले पनि मेहनत गर्दिनु पर्यो अब यहाँ चाहिँ दिएको छु क्वेसन हामीलाई a स्क्वायर माइनस b माइनस c को होल स्क्वायर अफ 1 यहाँ a प्लस c को होल स्क्वायर माइनस यहाँ b स्क्वायर अनि त्यसै गरी प्लस b स्क्वायर माइनस a माइनस c को होल स्क्वायर अफ 1 a प्लस b को होल स्क्वायर माइनस c स्क्वायर अनि त्यस पछाडि प्लस c स्क्वायर माइनस a माइनस b को होल स्क्वायर अफ 1 अनि b प्लस c को होल स्क्वायर माइनस a स्क्वायर अब यसरी चाहिँ क्वेसन दिएको छ अब यस्तो हेर्दाखेरि नै झ्याउ लाग्ने खालको हुन्छ तर यो चाहिँ झ्याउ लाग्दैन है झ्याउ लाग्ने खालको चाहिँ छैन एकदम सिम्पल छ सजिलो तरिकाबाट हामी गर्छौं यसलाई त कसरी भन्दाखेरि अब यहाँ हेर्ने a स्क्वायर माइनस b माइनस c को होल स्क्वायर दिएको छ अनि यो a प्लस c को होल स्क्वायर माइनस b को होल स्क्वायर तब यो a स्क्वायर माइनस यो यसलाई b मान्ने हो भने a स्क्वायर माइनस b स्क्वायर को फर्ममा छ अनि यहाँ पनि यसलाई a र यसलाई b मान्ने हो भने a माइनस b a स्क्वायर माइनस b स्क्वायर को फर्ममा छ यहाँ पनि सेम b स्क्वायर माइनस a माइनस c को होल स्क्वायर भनेको a स्क्वायर माइनस b स्क्वायर यहाँ पनि a स्क्वायर माइनस b स्क्वायर को फर्ममा छ अब यहाँ पनि a स्क्वायर माइनस b स्क्वायर को फर्ममा यो पनि a स्क्वायर माइनस b स्क्वायर को फर्ममा रहेको छ अनि अब चाहिँ हामीले त्यही फर्मुलामा लान्छौं सबैलाई त फर्मुलामा लाँदाखेरि अब यो a स्क्वायर माइनस b स्क्वायर भनेपछि a प्लस b त a भनेको a छ प्लस b भनेको चाहिँ b माइनस c रहेको छ है अनि त्यसैगरी यहाँनिर चाहिँ a माइनस b त a
भनेको a नै छ, माइनस b भनेको चाहिँ b माइनस c, माइनसले मल्टिप्लाई हुँदाखेरि b प्लस c हुन्छ यहाँनिर।